धीरुभाइ अम्बानी जब उहाँको कुनै कन्फरेन्स हुन्थ्यो, कुनै मिटिङ हुन्थ्यो, कुनै भेटघाट कार्यक्रम हुन्थ्यो, उहाँले भन्ने एउटा मात्रै कुरा के थियो भनेदेखि मलाई सिकाउ न, मलाई आउँदैन, मलाई लिड गर न भनेर जहिले पनि जुनसुकै मिटिङहरूमा पनि उहाँले त्यस्तै नै शब्दहरू प्रयोग गर्नुहुन्थ्यो। र जाने बेलामा, यो संसार छोडेर जाने बेलामा 65,000 करोडको साम्राज्य छोडेर जानुभयो। अनि हामी सानतिनो कुराहरू के ज्ञान राख्छौँ अनि पुरा म त खत्रै हो भनेर पुरा भाषण दिन सुरु गरिहाल्छौँ होइन। सो सिक्ने कुरामा पछि पर्नु हुँदैन र कति कुराहरू चाहिँ भन्दै गइसकेपछि चाहिँ त्यो कुराले पनि तपाईँलाई अझ उत्कृष्ट र सिकाउने कार्यमा चाहिँ निरन्तरता र एउटा इँटा थप्ने कार्य गर्छ। सो कुनै पनि कुरा सिक्नको लागि चाहिँ पछि पर्नु हुँदैन भन्ने खालको यसको मूल मन्त्र रह्यो।